हजुर फ्यामिली हेलो मजा हुँदैछ है जति जहाँ माथि जाँदैछ त्यति मजा हुँदैछ छैन चिसो होइन कता हो केटा भएको ओ गाउँले हो सिग्नल छोडेर होइन सिग्नल लाएर चाहिँ मैले सिग्नल चाहिँ अघि पुगिसक्यो हामी चाहिँ क्या हामी दुई चाहिँ कता जाने होला अनि भनेको यहाँ एरो देखाएको यस्तो हुनु यो एरो चाहिँ ठ्याक्क चाहिँ त्यहाँ जाने भनेर एरो देखा सहिलो भयो हेर्नु एरो हेर्नु बाटो एरो होइन टोपी लगाएको सुहार्न क्या हो दामी छ यस पहिला नि यहाँ कुनै जमानामा क्या मान्छेहरू बस्दाखेरि यो युटिलाइजै थियो होला नि होइन नत्र त हेलो हेलो गाइज हामी चाहिँ बिच बाटोमै छौँ है यो गुफा क्यार्नी गुफा हो बागबहनी गुफा हो क्या यसो हेर्नु पर्यो है के गुफै गुफा भएको ठाउँतिर आइयो क्या हो बाघको गुफा है गाई चाहिँ बाघको म हो बाघ फेरि यहाँभित्र त बाघै छ होला यार ल है गाइज ल है क्लारा पीडित भइयो तपाईँहरू कोही आउनुहुन्छ भने हामी त माथि नै होटल खुल्ला हुन्छ होला भनेर खाजा नखाइआएको त्यहीँ खाम्ला हुन्छ त्यहाँ बन्द रहेछ केही हालेर आएन के त भोक लाएर बिजोक भयो कता कता खानेकुरा चाहिँ हालेर आउनु होला है ओहो यहाँ त पुरै चक्कर आइसक्यो यहाँ यस्तो छ पछाडि गाउँ गाउँ डाँडै डाँडो गाइस पानी पर्यो पानी पर्यो के त हो रेनकोट ल्याइएन क्यार्नी हो पुरा बिरामी मिलाइ बैठ्ने हो र बिचरा ओ भाइ भाइ यो त हेर्नुदेखि त किन हो के छ त नि अवस्था गौतम भाइ यस्तो यार खाना कसैले हेर्दा भने यसो पारिदिनु हेर खाने ल गाइज हामी त यहाँ बिताएर परिछौँ हिँड्न नि सकेन बोल्न नि सकेन बिहान केही खानेकुरा हालेर नि आइएन जुम गरिदिन्छु अलिकति होइन यो कुन ठाउँ हो गाइज भर्खरै पानी पर्यो भर्खरै घाम लाग्यो यो त दौडे माथि जाने हो र घर खाना पर्यो क्या अरू त नि यार अरू चाहिँ गरौँ खाना चाहिँ खान्छ यार खाना हानिएन नि कहाँ हानिएन नि खाना खाने जाने ठाउँसम्मै सङ्घर्ष भइसक्यो होइन तर यहाँ होइन के अरे बस्ने यति बस्ने बस्नु होइन धेरै घन्टा कहिले भइएको थिएन यार यो यस्तो बनाउँदैछ गरे मैले कहाँ कहाँ एकचोटि भइसक्यो कहिले काहीँ यसो विचार गरिदिएको म त अब बाइकमा जाने भनेपछि त अनि रहन्छ होला भन्ने गरेँ मैले केही पनि गरेन होली मनाउन आएको ठिकै भयो है गाइज अहिलेको मेमोरी भयो कहिले भुल्दैन केटाहरू यार यस्तो भोक लाएर यो गाडा चढ्न सक्यो त कहिले कहिले बिस्टेर थाम्छ ल जा कता हो बाटो बिर्स्यौ कि क्या हो केटा हो भाइ के भयो ल छ हिँड्नै सकिन्न क्या यहीँ बस्छौँ क्या जस्तो हो या ओहो निङ्गला घारी नै घारी यही पनि तुइरो लगाएको हो कि तुवालो लगाएको अनि हामी आएको केही नलिकन
यो नेट पनि नटिप्ने ठाउँमा भोग्ला र पिडन्त हुँदा कस्तो सोच्नु भयो? पानी पनि परो, हिँड्ने तागत नि छैन, यहीँ गुफाभित्र पस्नु फेरि एकछिन। होइन कहाँ र असिना हिउँ हो, हिउँ हिउँ परो ल। केटाहरू भोकले पुरै पीडित भए। खाना खाना कतिखेर पाइन्छ? ओ केटा हो, खाना लिएर आऊ त। कसम यार, ल मगाम त्यहाँ सकिन म त्यहाँ कसम कम्पनी जान। यस्तो सुनसान ठाउँ छ, राति गडाइलगुडु दिउँसै गडाइलगुडु यस्तो राति जस्तो छ। ओहो ह्याबेन सब पीडित छँदै राजलाई पीडित हिँड्न नसकेर एकजना मान्छे ढले। अब खानेकुरा आउन आउँछ कि जस्तो भइछ। यस्तो उकालोमा ठाडो उकालो हिँड्ने छ। पीडित भइयो केटा हो, पीडित भइयो, केही छैन देखेको यस्तो छ नजारा। ओहो केटाहरू हिँडिरहेको छन्। ऊ यस्तै छ। तर पीडित भइयो, ठाडो ठाडो भिड रहेछ। ओहो भोक लाएर केटा हो कता हो? पहाउ त पहाउ।